सो हेलो नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल एसकेबी अमी ब्लग। होप सो सबजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। तर मेरो स्कुटी चाहिँ बिमार भइरहेको छ, हेर्न सक्नुहुनेछ है। र आज चाहिँ म हिजो जोरथाङ गएको थिएँ, जोरथाङबाट चाहिँ तल सुम्बुकमै बसेर नानाकहाँ बसेर आज चाहिँ म घरतर्फ जाँदै थिएँ। र मेरो स्कुटीले यस्तो धोका दियो है, यहीँ टायर पड्केर देख्न सक्नुहुनेछ तपाईँहरूले होइन। अब यो फेर्ने चाहिँ टाइम हुन आँटेको थियो, चिल्लो चिल्लो भइरहेको थियो। मैले चाहिँ सोचेको थिएँ अब 1-2 दिन चाहिँ कुद्छ होला भनेर। र म चाहिँ यहाँ एकदमै अभर परिरहेको छु, गुम्बा डाँडादेखि अलिकति माथि है। र यो टर्निङबाट चाहिँ उता रिम्बिक हाई स्कुल जाने सर्टकट पनि हो। र रिम्बिक बजार यहाँदेखि अब लगभग 4-5 किलोमिटर होला है, 4 किलोमिटर सायद त्यति हुनुपर्छ। 3 किलोमिटर नभए 4 किलोमिटरको दुरीमा छ। र रिम्बिकमा सबै जग्गा मैले साथीहरूलाई कल घुमाएर सोधेँ है। र त्यहाँ चाहिँ रिम्बिकमा चाहिँ टायर, यो स्कुटीको टायर छैन रहेछ है। र अब सोधी खोजी गर्दैछु है। र म चाहिँ एकदमै अभर परिरहेको छु। र अभर परेको बेलामा चाहिँ साथ चाहिँ नपाइँदो रहेछ है। र मलाई चाहिँ एकदम भोक पनि लागिरहेको छ। भोक लागेर तिर्खा लागेर भइरहेको छ। घाम देख्न सक्नुहुनेछ, यस्तो डरलाग्दो घाम लागिरहेको छ। र म चाहिँ यहाँ लगभग आधा घन्टाभन्दा बेसी भइसक्यो है बसेको चाहिँ। र मैले धेरै कलहरू घुमाएँ, साथीभाइहरूलाई कलहरू यतात्यता घुमाएँ है। र अब अहिलेसम्म केही हुन सकेको छैन है। अब के होला, अब सायद म स्कुटीलाई यतै कता साइड गरेर हिँडेर जान्छु होला सायद है। गाडीहरू पनि आएको छैन। र त्यही नै हो, देख्न सक्नुहुनेछ है। तपाईँहरू पनि यसरी अभर पर्नु भएको छ कि छैन बाटोतिर है। र म चाहिँ यो स्कुटीमा 2 पल्ट अभर परिसकेँ। ल यति नै थियो है। र अब हेरौँ अहिले के कस्तो हुन्छ आज दिनभरि है। यो स्कुटीको के कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट गराउने छु। र अहिलेलाई यति नै है। र म अब कलहरू गर्नुपर्ने हुन्छ, फेरि साथीभाइहरूलाई कल घुमाउँछु। ल त गाइसहरू, अहिले चाहिँ फाइनली मेरो साथी आइपुग्यो यहाँ गाडी लिएर है। र साथीभाइ छ भने चाहिँ यतिको है हेल्प चाहिँ हुन्छ। र यहाँ चाहिँ छिर्छ आउ न। सानो पड्केको हो अन्त हेर न, क्या डर डिचो भएछ। म त तर्सेको नि अब यसलाई कस्तो प्रकारले खुल्नु। पहिला डबल स्ट्यान्ड लगाउँ है, उहाँ तल लैजाउँ भने स्कुटी अलिक बगाएर। र अहिले चाहिँ हामी यहाँ स्कुटीको टायर बनाउनुको लागि चाहिँ यहाँ फेन्चे टायर आइरहेको छौँ है। यहाँ फेन्चे टायर खोलामा चाहिँ माछा देख्न सक्नुहुनेछ है। यस्तो डरलाग्दो माछा छ, यो मसिनो कालो देख्ने सबै माछा हो। र हामी चाहिँ यहाँ स्कुटीको टायर बनाएर चाहिँ अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। यस्तो डरलाग्दो माछा छ यहाँमा। ल त साथीहरू, अब चाहिँ हामी स्कुटीको टायरहरू बनाइसक्यौँ है। र स्कुटीको टायर बनाएर यहाँ टक्क गाडीमा लगाइरहेको छौँ। ल अब चाहिँ हामी लाग्छौँ। यहाँ छ मेरो साथी, ल जाउँ। हल्का उयो बनाइदिएको नि।